सुरुमा यहाँ 3टा फ्रुट छ, बढी फलेको थियो। साना दाना चाहिँ हामीले काट्यौँ किनकि यसको फ्रुट साइड बढ्छ र यसको माथि यो 2टा हाँगा छन्। एउटा हाँगा यो दायाँ गएको छ। यो दायाँ हाँगामा चाहिँ तपाईको यो सुरुको फ्रुट भयो, त्यसपछि यो पहिलो दायाँ हाँगाको पहिलो दोस्रो फ्रुट भइसकेको छ। तेस्रोमा चाहिँ फुलहरू, चौथो पाँचौं सम्म फुल छ। यस्तै यता बायाँपट्टि हेर्दाखेरि चाहिँ यो फर्स्ट भयो, यो यसको दोस्रो हो, तेस्रो चौथोसम्म यसको फल छ भने पाँचौं र छठौंमा चाहिँ यसको फुल लागिसकेको छ। यसरी चाहिँ हाम्रो बारीमा टमाटरहरू, हामीले सबै टमाटरलाई चाहिँ 2G कटिङ गरेर 2 हाँगा मात्रै राखेर यसरी उत्पादन गरेका छौँ, जसले गर्दा हामीले यो एकदम बाक्लो रोपेको भए पनि त्यति बाक्लो देखिएको छैन, किनभने हामीले चाहिँ यसको धेरै हाँगाहरू बढ्न दिएनौँ। यहाँ हेर्न सक्नुहुन्छ, हामीले यो बोटदेखि बोटको दूरी 1.5 फुट मात्रै राखेका छौँ भने यो लाइनदेखि लाइनको दूरी पनि 3 फुट जति मात्रै छ र एउटै ड्याङमा हामीले 2टा लाइन बनाएका छौँ।